बस 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 बिउ राख्यो ल ल पाटन पाटनै हो लेख लेखै हो औलै हो पाटन आयाबाट जाउँ कोला जाउँ धेरै अग्लो रहेछ यसो डाँडो तर झरे डाँडो अग्लै हुनाले त यहाँ आएर बसे त देखिने भयो माताजीले ल गाईहरू हातो नो समय कहाँ छोरा मारेंगे जल से मुड़ हरी हरी हाँ हिमालहरू हाँसिरहेछन् झुपडी गयो मालदा भाइ चाहिँ कहाँ गयो मालिकाको नजिकको उकालो ठुलो मोबाइल 4-5 हुन्छ नि अनि साना यी 10-12 अलिक बासुधारा नुहाएर उकालो बाँकी छ अनि यो उकालो छिच्दै आउनुपर्छ त्यो देखिने बादलदेखि यस्तो घुम्दै आउनुपर्छ नुहाएर आउनुभयो हाम्रो वडा अध्यक्षज्यू बासुधारामा शुद्ध भएर अब उहाँ पनि शुद्ध भइसक्नुभयो हामी 3 भाइ छौँ यहाँनिर भेनाजी हाम्रो माथि उकालो चढ्नुभयो यस्तै हो अब हामी मालिकाको नजिक छौँ एकदम बासुधारा पानी पनि खान्छौँ हामी अब नुहाइसक्यौँ
घाम लाग्यो बेला भिडियोमै आउनु फोटोमा टेक्नोलोजी है यहाँ फोटो सोटो खिचौला अनि जाउँला भन्ने चाहिँ उजालो भयो हाम्रो कहीँ देखिँदैन चल देखेर होइन हाम्रो त्यो घर भन्दामा घर क्या घर भन्दा मात्र बाटो यही हो हजुर झर्ने र चर्ने यो चाहिँ 80% राम्रो बाटो मान्न सकिन्छ योभन्दा डेन्जर छ भनेपछि आफै विश्लेषण गर्नु होला अनि हामी यस्तै यस्तै अब यो उसमा छौँ भूस्वर्ग इन्जोय गरियो अब इन्जोयमा बाँकी केही छैन यस्तै यस्तै पोखराहरू एकदम मस्त छ भ्यू सिनहरू एकदम प्रत्येक वर्ष आउँ जस्तो लाग्ने रहरीला डाँडा ठाउँ पनि रहेछ यहाँ चाहिँ बढी मालिकाको दर्शन मात्रै होइन यहाँको भूगोल यहाँको लेक यहाँको वातावरण यहाँको समग्र भौगोलिक अवस्थाको विश्लेषण गर्नको लागि एकपटक चाहिँ सबैले आउनै पर्यो नेपाली भइसकेपछि हामी केदारनाथ बद्रीनाथ जाने कुरा भन्दा पनि हाम्रो यो यो शक्तिपीठमा चाहिँ आउनै पर्छ एकपटक तपाईँहरू पनि आउनुहोस् ल आउनुहोस् हामी आयौँ रमाइलो गऱ्यौँ पूजापाठ गऱ्यौँ सबै गऱ्यौँ तीर्थव्रत अब तपाईँहरू आउनु पर्यो यो हाम्रो स्वर्गको टुक्रा बस्नुभएको एक दिन भन्ने छ शिवजी बाटो यस्तै छ यहाँभन्दा अलि डेन्जर पनि छ तर अब यो उत्कृष्ट बाटो हामी हिँड्दैछौँ यही बाटोमा अस्ति लाइन लाग्दैन है त लाइन आएको पूजा आज हो पनि यार पाठा बेटी काटेन आउनु पाठा काटेर पाठा बेटी काटेर काट्नेले काटेको धेरैले काटे अब हामी नकाट्ने साँच्चै माया गर्छौ झै लाउँदैन गर्छौ झै लाउँदैन मेरो झल्को आउँछ कि आउँदैन खाना